मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि मैले तपाईँमा शरण लिएको छु। मैले परमप्रभुलाई भनेको छु, तपाईँ मेरा प्रभु हुनुहुन्छ। तपाईँ बाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन। देशमा भएका पवित्र जनहरू चाहिँ तेजस्वी छन्। तिनीहरूमा नै मेरो सम्पूर्ण आनन्द छ। अरू देवताहरूको अनुसरण गर्नेहरूले आफ्ना दुःख बढाउँछन्। ती देवताहरूलाई रक्त बलि म चढाउने छैन, वा त तिनीहरूका नाउँ मेरो ओठले उच्चारण गर्ने छैन। परमप्रभु, तपाईँले मेरो हिस्सा र कचौरा छुट्याइदिनु भएको छ। तपाईँले मेरो भाग सुरक्षित राखिदिनु भएको छ। सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन्। साँच्चै मैले आनन्दमय पैतृक सम्पत्ति पाएको छु। मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राति पनि मलाई अर्तिदिन्छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु। उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ। यसकारण म डग्ने छैन। यसकारण मेरो हृदय आनन्दित छ अनि मेरो जिब्रो हर्षित हुन्छ। मेरो शरीर पनि सुरक्षित छ, किनभने तपाईँले मेरो प्राणलाई चिहानमा छोड्नुहुने छैन, न त तपाईँले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ। तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ। तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। आमिन।